राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संघीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापन सम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ। राज्य कोषबाट प्राप्त हुने सुविधाको उच्चतम सदुपयोगलाई सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन सो पार्टीले आफ्ना सांसदका लागि निर्देशन जारी गरेको रासोपाले जनाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको निर्देशनमा नातावाद र परिवारवादको परिधिभन्दा बाहिरबाट मात्र प्रविधि मैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको मूल्य मान्यताप्रति निष्ठावान व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। समावेशितालाई प्रोत्साहन दिन दोहोरो सुविधा वा कुनै पनि स्वार्थ बाँझिने उम्मेद्वार मुक्त हुन तथा छनौट, नियुक्ति तथा अनुमोदन प्रक्रिया प्रतिस्पर्धात्मक बनाउन भनिएको छ। स्वकीय सचिवका लागि योग्य उम्मेद्वार छनौट गरे पश्चात नियुक्तिका लागि रासोपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने बताइएको छ। उता संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा 2वटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डाक्टर प्रेमराज सिलवाल र मणिराम उपाध्यायले शुक्रबार आज सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदनहरू दर्ता गराउनु भएको हो। स्वकीय सचिव राख्न दिने निर्णयले राज्यकोषमा अनावश्यक भार पर्ने दावी गर्दै उहाँहरूले सरकारको निर्णय बदर हुनुपर्ने माग गर्नु भएको छ। उहाँहरूले प्रधानमन्त्री बालेन शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख, प्रतिनिधि सभा लगायतलाई विपक्षी बनाउनु भएको छ। सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारीमा फर्किनु भएको छ। कायम मुकायम प्रधान न्यायाधीश प्रधान र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आज 36वटा पेशी तोकिएको थियो। प्रधान न्यायाधीश मनोज कुमार शर्मा भारत भ्रमण प्रस्थान गरेसँगै कायम मुकायम प्रधान न्यायाधीशमा फर्किनु भएको हो। यसअघि प्रधान न्यायाधीश प्रकाश मानसिंह राउत 65 वर्षको उमेर हदका कारण अनिवार्य अवकाश भएसँगै कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारीमा हुनुहुन्थ्यो। गत वैशाख 24 गते बसेको संवैधानिक परिषदको बैठकले चौथो वरियतामा रहनुभएका मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि न्यायाधीश प्रधान 20 दिने बिदामा समेत बस्नु भएको थियो। काठमाडौँमा आत्मदाह प्रयासपछि उपचारको क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका सभापति गगन थापाले 1 लाख रुपैयाँ सहयोग गर्नुभएको छ। कांग्रेस सभापति गगन कुमार थापाले नेपालीको परिवारलाई आफ्नो तर्फबाट राहत स्वरूप 1 लाख रुपैयाँ सहयोग गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सभापति थापाले स्वर्गीय गणेश नेपाली प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ। साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ। मुगुको सोलु गाउँपालिका 1 का 25 वर्षीय गणेश नेपालीले 25 असारको दिन त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडिको सड़कमा आफ्नो मोटरसाइकलको पेट्रोल निकालेर आफैले शरीरमा आगो लगाउनु भएको थियो। उहाँको भोलिपल्ट वीर अस्पतालमा निधन भएको थियो। विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद सहित 1 सरकारी कार्यालयका प्रमुख पक्राउ परेका छन्। गत साउन 3 गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिकमार तामाङलाई 6,65,000 रुपैयाँ नगद सहित प्रहरीले नियन्त्रणमा लिएको हो।